हजुरहरूले बुहारी भाग 291 त अवश्य नै हेर्नुभएको होला। 291 भागमा चाहिँ धेरै रमाइला चिजहरू पनि भएका छन्। जस्तै कमला चाहिँ गर्भवती भएकी छिन् भने उता चाहिँ मुना जेल पनि गएकी छिन् साथीहरू। आफ्नो दाइले बचाउँछु भन्दा उनी चाहिँ आफै जेल परेकी छिन्। 50 लाख धरोटी मागेको थियो, उनले त्यति तिर्ने हैसियत भएन साथीहरू। कोही व्यक्तिको सहयोग त माग्न खोजेका थिए, तर सबैले कहाँ सहयोग गर्छन् र सबै राम जस्तो मन भएका व्यक्ति हुँदैनन् साथीहरू। आशा छ तपाईँहरूले बुहारी भाग 291 अवश्य नै हेर्नुभएको होला। मैले पनि भर्खर हेरेर हजुरहरूमा सानो भिडियो पस्किने निर्णय गरेको छु र भिडियोलाई अन्तिमसम्म हेर्नु होला। भिडियो एकदम महत्त्वपूर्ण हुनेछ र बुहारी भाग 292 मा के हुन्छ भनेर चाहिँ मैले थोरै परिकल्पना गर्नेछु। त्यसैले चाहिँ हजुरहरूले बुहारी भाग 291 हेरेर चाहिँ यो भिडियो हेर्दा राम्रो हुन्छ साथीहरू। बुहारी भाग 291 मा चाहिँ के देखाइएको छ भने चाहिँ राम र कमला काठमाडौँ गएका हुन्छन्। उनीहरूले चाहिँ जाँच गर्दा चाहिँ कमला गर्भवती देखिन्छन् साथीहरू। रामको त सबैभन्दा खुसीको क्षण पनि हो र उता भने चाहिँ दुखीको क्षण चाहिँ के हो, रामको अर्को श्रीमती मुना चाहिँ विभिन्न कारणवश जेल जानु परेको छ साथीहरू। आशा छ रामले मुनालाई जेलबाट नि चाँडै फिर्ता ल्याउँछन्, रामले अवश्य नै ल्याउँछन्। रामले जेलबाट फिर्ता ल्याउने धेरै व्यक्तिहरूलाई बाँकी छ साथीहरू। रूपालाई नै बाँकी छ र मुनालाई नै बाँकी छ साथीहरू। आशा छ अब आउने भागमा चाहिँ रामले सम्पूर्ण कागजात प्रक्रिया मिलाएर चाहिँ मुना र रूपालाई जेलबाट फिर्ता ल्याउनेछन् साथीहरू। तपाईँहरूलाई चाहिँ के लाग्छ? मैले चाहिँ मेरो धारणा भनिसकेँ। हजुरहरूलाई चाहिँ के लाग्छ? के रामले मुना र रूपालाई अब आउने बुहारी भाग 292 मा घर फिर्ता ल्याउँछन् त साथीहरू? के गर्छन् होला? हजुरहरूले कमेन्ट बक्समा आफ्नो धारणा प्रस्तुत गर्नु होला साथीहरू। मलाई चाहिँ लाग्छन् राम भनेको चाहिँ एक शक्तिशाली र आँटिला व्यक्ति हुन् साथीहरू। रामले गर्न नसक्ने कुरो भन्ने चाहिँ केही पनि छैन। रामले सबै कुरो गर्न सक्छन् साथीहरू। जस्तै सबै अपराधीहरूलाई त पनि लाए, सुर्तीलाई जेल हाले, त्यसपछि दुर्गाआमालाई जेल हाले, त्यहाँबाट दुर्गाआमाको प्रेमीलाई जेल हाले। अहिले हुँदाहुँदै चाहिँ रामले धेरैलाई जेल हाल्न बाँकी नै छ साथीहरू। अहिले चाहिँ जसले षड्यन्त्र गरिरहेछ नि साथीहरू, मलाई चाहिँ तपाईँहरूले के लाग्छ थाहा भएर चाहिँ मलाई चाहिँ यो अर्जुन पनि मान्छे ठिक लाग्दैन साथीहरू। हुन त त्यो दुर्गाआमाकै छोरो त हो साथीहरू। हामीलाई थाहा नै छ साथीहरू। अर्जुन के भर कसैको भर हुन्छ त साथीहरू? हुँदैन नि। जो व्यक्तिले जो महिलाले आफ्नै छोरी ज्वाइँलाई सकाउन त्यतिसम्म गरे भने दाइ त अब परकै कुरो साथीहरू। हुन दाइले कोही दाइहरूले एकदमै माया गर्छन् साथीहरू, अनि चाहिँ कोही राक्षस जस्तै हुन्छन्। जस्तै दुर्गाआमा र अब उनको हुने बेला अब श्रीमान अब चाहिँ हुन्छ कि हुँदैन त थाहा भएन, तर कोही मान्छे लास्टै हरामी हुन्छन् साथीहरू। यो कुरा चाहिँ तपाईँहरूले लेखेर राख्नु होला। मलाई चाहिँ लाग्छ रामले यिनै कुराहरू सबै कुरा सम्पूर्ण प्रक्रिया अगाडि बढाएर सबै कागजात मिलाएर छिट्टै नै मुना र रूपाले ल्याउनेछन् र खुसी जीवनयापन गर्नेछन् भन्ने चाहिँ मलाई ठुलो अपेक्षा मेरो मनमा आइरहेको छ। तपाईँहरूलाई के लाग्छ? अब आफ्नो धारणा प्रस्तुत गर्नु होला साथीहरू। उता भने चाहिँ कमला चाहिँ गर्भवती भएकी छिन्। यो चाहिँ रामहरूलाई र रामको बुवालाई र रामकी बहिनीलाई धेरै ठुलो खुसीको खबर साथीहरू। मुनालाई पनि खुसीको खबर हो साथीहरू। कमला गर्भवती भएकी छिन् भन्दा चाहिँ पहिला पनि नभएकी होइन बिचरा कमलाले चाहिँ कमलाको अब वंशनाश भएको थियो साथीहरू। अब त्यति बेलामा चाहिँ तिनी कुराहरू अब गरेर कुनै पनि अस्तित्व छैन साथीहरू तिनी कुराको। त्यही भएर चाहिँ अब हामीले अब के हुन्छ नयाँ कुरा गर्दै अघि बढाउनु पर्ने हुन्छ। आशा छ अब कमलाले जन्माउने सन्तान चाहिँ छोरो होस् या छोरी होस् सकुशल जन्माउनुपर्छ। पहिलाको जस्तो यो सुर्तीले जस्तो भाँड गरेर जस्तो गर्न हुने छैन। अब चाहिँ त्यही भएर पनि मलाई लाग्छ कि साथीहरू सुर्तीलाई रामले घर बसाल्नु हुँदैन साथीहरू। मेरो पर्सनल विचारमा चाहिँ मेरो धारणा के आउँछ भने चाहिँ अब चाहिँ सुर्तीलाई चाहिँ रामले आफ्नो घर बसाल्नु हुँदैन साथीहरू। पहिला पनि यस्तै गरेर कमलाको सन्तान खेर गएको थियो साथीहरू सुर्तीले नै गर्दा। तपाईँहरूले के लाग्छ के सुर्ती घर रामकै घर रामसँगै बस्न, कमलासँगै बस्न, मुनासँगै बस्न र मुनाको ससुरोसँग बस्न चाहिँ के योग्य छिन् त सुर्ती? के बस्दा हुन्छ त सुर्ती? के अब रामसँगै बस्ने रामको परिवारसँगै मिलेर बस्दा हुन्छ सुर्तीहरू? के लाग्छ तपाईँहरूले साथीहरू भन्नुहोस् त। मलाई चाहिँ कदापि यस्तो नहोस् भन्ने लाग्छ, किनकि सुर्ती भन्ने चाहिँ गलत चरित्र भएको व्यक्ति हुन् साथीहरू, महिला हुन्। त्यही भएर चाहिँ सुर्तीको केही भर छैन साथीहरू। आगामी दिनहरूमा के गर्छिन् भनेर चाहिँ हामीले केही भन्न सकिन्न साथीहरू सुर्तीले चाहिँ।
हजुरहरूले यो भिडियोबाट थोरै न थोरै जानकारी त पाउनुभएकै होला। अब थोरै विषयमा हामी कुरा गरौँ। बुहारी भाग 292 मा के हुन्छ त? के राम असफल भयो भने के होला त साथीहरू? राम यदि असफल भइहाले मुना र रूपालाई निकाल्न जेलबाट भने के होला साथीहरू? आफै सोच्नु त साथीहरू। यस्तो त कदापि हुन्न होला। रामसँग धेरै साथीभाइहरूको सहयोग पनि मिल्नेछ र रामका साथी स्वयं पुलिस नै हुन् साथीहरू। त्यस्तो फरक चाहिँ नपर्ला साथीहरू। भने चाहिँ उता दुर्गा आमाले चाहिँ केही षड्यन्त्र रच्न चाहिँ भर छैन साथीहरू। दुर्गा आमाको चाहिँ मलाई केही विश्वास लाग्दैन साथीहरू। उनी चाहिँ कति बेला पैसा पेलेर जेलबाट निस्किन्छन् भन्ने नि मलाई विश्वास लाग्दैन साथीहरू। दुर्गा आमा भनेको चाहिँ एकदम अगत्तिलो महिला हुन्छ साथीहरू। मलाई थाहा भएको कुरो र तपाईँहरूलाई पनि थाहा भएको कुरो साथीहरू। अब दुर्गा आमाले मुनालाई जेलबाट निकाल्नलाई पैसा दिने कुरो त अब सम्भव छैन होला साथीहरू। मलाई लाग्छ सम्भव देखिँदैन। मुनाले जेलबाट निकाल्न चाहिँ दुर्गा आमाले पैसा दिने भन्ने कुरो चाहिँ सम्भव मैले देख्दिनँ साथीहरू। तपाईँहरूले के देख्नुहुन्छ भन्ने खै आफ्नो विचार कमेन्टमा प्रस्तुत गर्नु होला। र आशा छ तपाईँहरूले यो भिडियो मन परेको छ। भिडियो मन पर्यो भने चाहिँ यो भिडियो धेरै साथीहरूमा सेयर गरिदिनु होला। तपाईँले मात्रै हेरेर हुँदैन साथीहरू, तपाईँहरूको साथीले पनि बुहारी जस्ता सेन्टिमेन्टल सिरियलहरू हेर्नुहुन्छ होला। आजकल चाहिँ यो सिरियल एकदम यसले हाइप लिँदै गएको छ साथीहरू। त्यही भएर चाहिँ धेरै तपाईँहरूको साथीले पनि हेर्नुहुन्छ होला साथीहरू। त्यही भएर चाहिँ मेरो भिडियो चाहिँ रिभ्यू भिडियो चाहिँ हजुरहरूले सेयर गर्नुपर्ने हुन्छ। के हुन्छ त भनेर चाहिँ सम्पूर्ण कुराहरू जानकारी पाउन सक्नुहुन्छ यो भिडियो। हजुरहरूले चाहिँ आशा छ तपाईँहरूले भिडियो एकदमै मन परेको होला। भिडियो मन पर्यो भने भिडियोलाई एक लाइक हानिदिनु होला र च्यानललाई सब्सक्राइब गरिदिनु होला साथीहरू। किनकि हजुरहरूको एक सब्सक्राइबले मलाई चाहिँ ठुलो हौसला मिल्ने गर्छ। आजकल चाहिँ मेरो भ्युज एकदमै डाउन छ साथीहरू। किन हो त्यो चाहिँ मलाई थाहा भएन साथीहरू। हजुरहरूले एकदमै मलाई सपोर्ट देखाउनु पर्ने हुन्छ। यस्तै रिभ्यू भिडियो हेर्न चाहिँ हुन त धेरै मानिसहरूले बनाउँछन् मैले जस्ता रिभ्यू भिडियो, तर पनि मैले ठेटकुरे गर्ने प्रयास गर्छु साथीहरू। जे छ त्यही भन्ने प्रयास गर्छु साथीहरू। मैले चाहिँ अरूले जस्तो बकम बुझ्दै रिभ्यू चाहिँ मैले दिन त्यो चाहिँ मैले दिन फेरि मलाई योग्य हुँदैन साथीहरू। चाहिँ तपाईँहरू चाहिँ मेरो रेगुलर दर्शक हुनुहुन्छ भने धेरैलाई थाहा होला साथीहरू। मैले चाहिँ जे हो त्यही भन्छु र अब के हुन्छ भनेर चाहिँ थोरै परिकल्पना मात्रै गर्ने हो। कहिले कहिले मिल्न सक्छ, कहिले नमिल्न सक्छ साथीहरू। सधैँ मिल्छ भन्ने चाहिँ हुँदैन कुनै पनि कुरा पनि। हजुरहरूलाई पनि अवगत नै रहेको होला। आशा छ तपाईँहरूले भिडियो एकदमै मन पराइदिनु भएको छ। भिडियो मन पऱ्यो भने चाहिँ भिडियोलाई सक्दो सेयर गरिदिनु होला। तपाईँहरूले चाहिँ तपाईँहरूले कुन ठाउँबाट हेर्दै हुनुहुन्छ यो भिडियोलाई भन्ने चाहिँ कमेन्ट चाहिँ गर्न नबिर्सिनु होला। किनकि तपाईँहरूले कुन ठाउँबाट हेर्नुभएको छ भनेर चाहिँ कमेन्ट गर्नुभयो भने चाहिँ मलाई पनि हौसला मिल्ने गर्छ। मेरो साथीहरूले चाहिँ यस्तो रुकुम कोही त हुनुहुन्छ होला नि अर्घाखाँची, गुल्मी, प्युठान, पाल्पाबाट हेर्ने पनि हुनुहुन्छ होला र टाढा टाढा विकट गाउँहरूबाट पनि हेर्ने हुनुहुन्छ होला मलाई चाहिँ। त्यही भएर चाहिँ हजुरहरूले चाहिँ टाढा टाढाबाट हेर्नुभएको भए चाहिँ मलाई ठुलो हौसला मिल्ने गर्छ आगामी दिनहरूमा हजुरहरूको लागि यस्तै भिडियो बनाउने। त्यही भएर चाहिँ तपाईँहरूले सकभर कमेन्टमा चाहिँ कहाँबाट हेर्दै हुनुहुन्छ र तपाईँहरूको नाम लेखिदिनु होला। ल मैले भने एउटा के अब सुर्तीलाई चाहिँ रामले आफ्नो घरमा राख्नुहुन्छ त भनेर चाहिँ नि अब तपाईँहरूलाई के लाग्छ त्यो कुरा पनि कमेन्ट बक्समा प्रष्ट रूपमा लेखिनु होला साथीहरू। आशा छ हजुरहरूले यो भिडियो मन पर्यो होला। च्यानलमा नयाँ हुनुहुन्छ भने र च्यानलमा पहिलोपटक भिजिट गर्दै हुनुहुन्छ भने चाहिँ हाम्रो च्यानल विमल पोखरेल 2.0लाई सब्सक्राइब गरेर हामीसँग जोडिन सक्नुहुन्छ। पर्सनली जोडिन चाहनुहुन्छ भने इन्स्टाग्राम आइडी विमल पोखरेल र फेसबुक आइडी विमल पोखरेलमा चाहिँ हजुरहरूले मलाई रिक्वेस्ट गर्न सक्नुहुन्छ। म हजुरहरूले चाहिँ रिप्लाई दिने सक्दो प्रयास गर्छु र हजुरहरूले मलाई इन्स्टाग्राम या मेसेन्जरमा रिप्लाई गर्नुभयो भने चाहिँ उति छिटै चाँडै रिप्लाई पाउन सक्नुहुन्छ। र कस्तो कस्तो भिडियो ल्याउँदा मैले राम्रो हुन्छ त भनेर पनि मैले चाहिँ हजुरहरूमा थोरै जानकारी लिने अवसर पाउनेछु। र साथीहरू म विमल पोखरेल आजको भिडियोबाट यही बिदा हुन चाहन्छु। भिडियो एकदमै लामो भएको होला। हजुरहरूले चाहिँ यहाँसम्म हेर्नुभएको छ भन्ने मलाई आशा लाग्छ। ल साथीहरू म विमल पोखरेल आजको भिडियोबाट यही बिदा हुन्छु। फेरि भेटौँ अर्को भिडियोमा। त्यति बेरसम्मको लागि चाहिँ जय नेपाल।